सबैको आफ्नै कथा हुन्छ अनि मेरो पनि आफ्नै कथा छ। समयसँगै बितिरहेको दिनहरू पनि तपाईँको माझमा ल्याउन पाउँदा यति नै खुसी छु म। अनि मेरो वास्तविकता भन्नुपर्दा चाहिँ म होटेलमा सामान्य काम गर्ने व्यक्ति हो। सो जीवन गुजार्नको लागि कामहरू गर्दैछु। अब यही आशा छ कि आगामी दिनहरूमा तपाईँहरूको माया पाउन सक्छु अवश्य नै। अब यति कुरा राख्दै म तपाईँहरूलाई मेरो भ्लगतर्फ लैजान्छु। आजको टुडे इज माई भ्लग। गुड मर्निङ छ है सबैजनालाई। आजको भ्लग चाहिँ स्टार्ट भइसकेको छ कमसेकम होइन, 1.5 महिनापछि भिडियो हाल्दैछु म युट्युबमा होइन। ओछ्यानबाट चाहिँ ओछ्यानबाट चाहिँ माथिसम्म चाहिँ हुनेछ हाम्रो भ्लग चाहिँ। सबैले हेर्न नछुटाउनुलाई। ओके निर्मलजी उठ उठ के उठ के मुला केटा कोलगेट दियो मा कोलगेट दियो कोलगेट यहाँ थियो त मुला सुकिया छन्। ओइ लाम बुरुस खोदिरा घोब्ले घोब्ले गर त एक राउन्ड के ल एक राउन्ड हान न है के गर नि एक राउन्ड हान न पहिला घोप्ले घोप्ले। क्या हाँसो लाग्छ कि मलाई। किचनमा चाहिँ काम गरिरहेको अवस्था छ सबैजनाले उठ्दा बित्तिकै है। मलाई काम छैन अब खुर्सानी छिल्ने बस्ने है। अब त त्यसो काम छैन रहेछ यार। अस्ति त यस्तो पेलन हुन्थ्यो माछाले बस्नै नपाइने के दामी छ। यता चाहिँ गफ हान्दाछन् भयो डाइरेक्ट टक्क लागि है। यता चाहिँ हानिहाल्छन् कि इस्माइल है। ओ सबैलाई स्वागत छ मिनी ब्लगमा चाहिँ। हाम्रो किसान छिल्लाको अवस्थामा टाक्ला 5 मिनट खोजे भएर हान्दा छ। कस्तो बोल खुर्सानी लिएर हाम्रो काम चाहिँ यस्तो थियो कि हाम्रो जुन पार्टी प्लेसबाट अर्डर आएको हुन्छ त्यो सामानहरू हाम्रो त्यो किचनमै बनेर जाने थियो होइन। त्यसको लागि हामी चाहिँ किचनमै काम गरिरहेका थियौँ र काम गरिसकेर हामी चाहिँ गएको थियौँ। अनि त्यससम्मको जुन हिँडेको भिडियो मैले तपाईँहरूको माझमा देखाउन पाएन। सो म त्यहाँ जुन पार्टी प्लेसमा बनाएको भिडियोहरू म तपाईँहरूको माझमा ल्याउँदैछु। सो गल्ती भयो माफी पाओ हजुर, धन्यवाद। उठे जानु हाम्रो काले दाई बित्दै यति कालो देखियो। आजको दिन चाहिँ हाम्रो सुरुवात भइसकेको छ। हाम्रो गाडी टक्क लाएर यस्तो ठाउँमा इसमें नहीं देखा कितना टुडे इज माई भ्लग चाहिँ केटाहरू चाहिँ हाम्रो मिनी सेपहरू यस्तो खटा छन् कि होइन। हाम्रै छन् हाम्रो लागि डाइलग भिआइपी के आज भ्लग चाहिँ यस्तो दामी हुन्छ बोल्नै सकिन्न यार। दामी आछ भएर हिँड्नु खतरा फोन किन्न अझ नमस्ते वेलकम टु च्यानल सब्सक्राइब हाम्रो गर्नु है तपाईँहरू। हाम्रो पार्टी प्लेस ये ना मस्त चाय दियो सुबह सुबह
र गाईजुर हाम्रो काम चाहिँ सुरु भइसकेको छ है हजुरको देख्न सक्नुहुन्छ तपाईँहरूले न ल हाम्रो कोअपरेट सेट एरियाको होइन यत्रो ठुलो मालहरूमा यहाँ यत्रो ठुलो माल नमस्ते गर्नु यार संपूर्ण चाटवाला साथ संपूर्ण चाट बासिंदालाई मैं प्रणाम करता था सबको प्रणाम है मेरा। चाट अच्छे से बनाना, अच्छे से खिलाना, कंप्लेंट आ जाए तो सीधे चित्तर मार के भगाना, ठीक है? ओके सुरु भइसकेको छ पार्टी है रातिको सब सेटअप भइसकेको छ है यहाँदेखि लिएर यहाँ चाहिँ पढाइ सेक्सन होइन हाम्रो पढाइ सेक्सन भयो अनि यहाँ चाहिँ खतरा हो खान्छन् केटाहरूले अनि यहाँ चाहिँ ब्रदर लुक हाई गर जोकर ए यता हाम्रो ग्याङ गुरु यता हाम्रो दिदीहरू दिउँसो बनाइरहेछन् बच्चा बट्टा के रे चाइनिजको ड्रेसमा ल हाम्रो त सुसी यता केटाहरू ल हाम्रो त के भन्छन् रे पास्ट अरे के हो रे नाम के हो रे यसको ड्रेसको नाम लुङ्गी स्टाइल अच्छा लुङ्गी स्टाइल यो चाहिँ खतरा हालिदिन्छ केटाहरूले है सर्भिस छैन कि त्यो माइकल ज्याक्सन ड्रेस त हाम्रो चाहिँ दामी छ सो हे गाइस वेलकम टु हाम्रो फेसबुक च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ हाम्रो सुसी बनिरहेको छ हेर्नुहोस् एकदम स्पेशल तरिकाले वाउ क्या दामी सुसी छ र हामी चाहिँ आज हेर्नुहोस् कस्तो दामी छ हाम्रो सिनहरू यस्तै छ। अनि अरू साथी कता गयो हाम्रो नेगराज के छ खबर हाम्रा मुन्ना माइकल हेर काम मान्छे छोटा भए पनि हेर न सुसीमा सुसी यस्तो दामी सुसी बनिरहेछ यहाँ वाउ नाइस। अनि हाम्रो भाइ के छ भाइ हमारा बिहारी भाई के हो कैसे हो बिहारी भाई देखो ऐसे आदमी को हम नहीं देखते हैं और कैसे और यो के बनिरह्यो दादा यो के बनिरह्यो यो चाहिँ मकैको घेरा हजुर यो यसको के बनाउनुहुन्छ तपाईले यो चाहिँ हाम्रो पफ छ ओहो खानको लागि राम्रो हुन्छ दादा एकदम राम्रो भेजिटेबल हो हेल्दी फुड हो एहे राम्रो तर तपाईको चाहिँ मलाई मन पर्यो है यो हुन्छ। आज तपाईँहरूलाई म यहाँबाट आइटमहरू देखाइरहेको छु ल यहाँबाट हाम्रो दिल्ली आइटम स्टार्ट भइरहेको छ चाट्सहरू र चाहिँ हाम्रो यहाँबाट बिस्तारै जाँदा हाम्रो चाहिँ यहाँ नमस्ते सेफ नमस्ते के छ खबर अनि हाम्रो यहाँ के बनिरहेको छ स्पेसल सुसी बन्दैछ सेफ होइन हजुर अब डेकोरेसन सेकोरेसन मिलाएर सब सामान रेडी गरेर पार्टी चालु भइसक्यो एहे अनि सुसीहरू बन्ने खासमा के को लागि मतलब केमा बन्छ सुसी स्पेसल मतलब मेन इन्ग्रेडियन्ट्स के जान्छ त्यसमा सुसीमा ओहो अभाकाडो भयो किवी भयो हैन एहे भेज भयो ए सब जान्छ यार तर खासमा चाहिँ हेल्दी फुड रहेछ हैन मलाई मन पर्यो के एकदम खायो भने यो छ नि यो हजुरको कति मतलब एक्सपिरियन्स कति भयो यसमा काम गर्न लागेको यसमा काम गर्न लागेको भक्कर 2-3 महिना भएको छ एहे यसमा त जस तर तपाईहरुको काम हेर्दा चाहिँ मलाई मन पर्यो है ओके धन्यवाद ल है थ्यांक यू है ब्रो कैसे लग रहा है आज का पार्टी कैसे लग रहा है बोलो सही है भाई मस्त है क्या कहाँ उठक रहा है कैसे फील लग रहा है बता दो कुछ बोलो यार मस्त है भाई मस्त है बस बढ़िया सुपर अपना जैसे स्मोकी चाट भी है चाट देखो भाई ने बनाया ये क्या एवोकाडो हो गया ये गया आलू हो इसका नाम मुझे नहीं जानता चटनी हो गया ये हो गया भटमास क्या बोलते हैं इसको इतना सारा बना दिया हमारा भाई ने बना के बैठा है। चलो आज का पार्टी कैसे एंजॉय करते हैं है ना और मेरो भाइ एकछिन खाएर चेक गर कस्तो हुन्छ खाऊ न तिम्रो स्टाइल चलो वो तो क्या करेगा तू आकाश भाई सर गाइस आकाश भाई कस्तो भन्दी भाइ दामी छ हैन आजको पार्टी अक्खा हुन्छ हैन आउ के सुरेन्द्र सर सेफ कैसा आज भन न तिमी भन्दै गरे म आज
ए केटाहरूले एक्टिङ गर्न आछन् के थोरै होइन नर्भस भएर ल गर छिट गर एक्टिङ गर ल एकछिनले गर्न ल भन के भन छिट भन के सुरेन्द्र सर के छ आज यहाँ गेडा छ सुशीको भनेको यार यहाँ गेडा सुशीको भने यार एक पीस डाल दीजिए इसमें Ladies and gentlemen, it is your time. Everybody go भाई ने अपने तरीका से पानी पूरी दे रहा है मेरे को और मैं खा रहा हूँ। देखता हूँ कैसे बनेगा और चेक भी करता हूँ। ये आलू का मसाला है, आलू मसाला थोड़ा, ये प्याज, चाट मसाला, ये दही है, हरा चटनी, मीठा चटनी। ओ भाई First, you have to make them practice. Rule number 1: everybody should be participating. ये लो सर। ए भाई यार इससे तो मैं Everybody should be smiling. बैठ के खाता हूँ यार। और बनाऊं क्या? लास्ट दामी बनाएको थियो यार होइन, मिठो चुलिलो पिरो दामी। भाई ऐसा ही बनाना है, इतना बेस्ट है ना, इतना परफेक्ट खाना भाई, इतना मीठा खट्टा पीरा सब कुछ था यार। ठीक है अभी बनाते हैं भाई लोगों। बेस्ट है बेस्ट। What is this, brother? हाँ? One piece? मेन टेबल के लिए नहीं 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 ये ले सकते भाई, किसके लिए? फोटो में ना भाई। एक पीस है यार सुशी राइस, अब एउटा बन्छ कि कुनै बेला पार्टीमा त यस्तो भयो होइन, त हिन्दी गाना भयो भने अब नेपाली खाना खायो यस्तो छ, यति भिआइपी ठाउँमा यस्तो भाइ कस्तै नेटै भाइ। खाना के मिल्यो भन त। हाँ भन न, भन्छु एउटा होइन भन न। ल भन्नु खाना कस्तो पकाएको हजुर मिठो छ व्हाइट राइस के राइस बहुत अच्छा है व्हाइट राइस। सबै खाइसकेर ल कामभरि खतरा गर्ने, खानाभरि यस्तो नि के गर्ने, गरिबको जिन्दगी यस्तै छ। एउटा भाइ यहाँ निराश बसेछ होइन, अहिले सुसी डेकोरेसन टक्क लगाइकन पुरा मोड गरेर राखन्। म भने यता यति रिल्याक्स गरिरहेको छु भन्ने थियो भन्ने। के हो यार के हो क्या नि खोज्या खोज्या लियो ल हाम्रो चाहिँ सकिएको छ सबै फाइनली होइन, पार्टी साटी सब फिनिस।
हामी जाँदैछौँ यो गाडीमा अब यो भ्लगलाई चाहिँ यतिकै राख्छु ल जानु आँट्दैछ जानु आँटेको हो कि होइन हो पनि भन्दैन जानु आँटेको हो कि होइन हो भन्दैन मासु आएन आजको यो भ्लगलाई यत्तिकै राख्दै फेरि म तपाईँहरूको माझमा जोडिने प्रयास गर्नेछु अहिलेलाई हस्त धन्यवाद नेक्स्ट भिडियोको लागि वेट फर मी ल